3 घण्टाको अपार यात्रापछि बल्ल बल्ल भेट भयो हैन। अहिले हामी छौँ कहाँ भन्देऊ त यङजु याकमा छौँ। गाउँबाट आएको फेरि गाउँमै आइपुगेछ। र सम्पूर्णलाई मेरो युट्युब च्यानलमा ब्लगमा आजको ब्लगमा स्वागत छ। तिमीलाई पनि स्वागत छ। 아 진짜 2kg예요. 큰 걸로. 좋은 걸로 10,000원이에요? 2만 원. 2kgलाई 1만 원 रहेछ क्या। 2만 원 होइन रहेछ। 그 10,000원짜리 이거 하나 그거 해주세요. कस्तो ठाउँमा ल्यायो नि कान्छी। यो त मेरो गाउँ भन्दा नि बिजोग भइगयो यार पुरै। तर ऊ माथिको डाँडा चाहिँ डेन्जर ठुलो रहेछ है। आइपुग्यो हामी कता हो याङजु भन्दा अलि माथिपट्टि। सेम्मे रे। फर्स्ट टाइम हो म यहाँ आएको है। फर्स्ट टाइम। लमजुङको समाज घर रे होइन हो। सो घाम छ, गर्मी छ, अति गर्मी छ। अनि यतातिर आएको त नेपालमै आए जस्तो फिल भइरहेछ मलाई त है। भइहाल्छ नि। यहाँ मेरो झोलैभरि तिते गरेर छ। अहिले म देखाइहाल्छु नि। हेर्नु हाम्रो दिदीले हामीलाई रोटीको व्यवस्था गर्नुभएको छ। धेरै धेरै धन्यवाद। मेरो फेभरेट सेल भात खसीको मासु। रोटी पनि लिनु राम्रो। सरी ल, म त भिडियो नि बनाउँछु आफ्नै है हजुरहरूको बनाएर बनाइने हुन्छ कि नि हुन्न। कोरियाको खोर्सानी हेर्नु गाइस। कोरियाको खोर्सानी कत्रो कत्रो छ एक एक बित्ताको। आम्मा ल हेर्नु हाम्रो आजको पिकनिक ड्राई पिकनिक रे हानगाङमा खोर्सानी त आम्मा। अब याङजुबाट टाप। ल अबको यात्रा हानगाङ नदीमा। पौडिने रे बसमा चढ्ने। ए बस रे यस बसै भनौँ न। दिदी अगाडि हिँड्नुभयो हामी पछाडि छ। म चाहिँ यस्तो बान्नुपर्ने स्थिति छ है। कस्तै गर्मी छ यार। आम्मामा गर्मी के साह्रो गर्मी हो रे। ट्रेनबाट झर्ने बित्तिकै उब्बर गर्मी छ यार। हामी कने छायाङ होइन छायाङ कि जायाङ रे त्यहाँ झरेछौँ त्यही स्टेसनमा। त्यता हो क्या हामी जाने वाटर पार्क के छ। लोटे टावर वा देखिएछन्। यता हाङ नदी पनि देखिएछ। पारिबाट स्टेडियम पनि देखिएछ। यता हाम्रो सबै गाइज कतिजना रेलमा 1 2 5 यता दिदी 7 जना। आम्मा कति रमाइलो। सब पानीमा खेल्ने टोली मात्रै छ। बच्चाहरू रहेछ यो बच्चाहरू यस्तो खेले सबै बच्चाहरू मात्रै रहेछ है यो चाहिँ। कति रमाइलो माथि क्या ठुल्ठुलो ओखर फल्यो। मैले यस्तरी हात हल्ला हो 4 जना आउँदैछ। देखेछ कि देखेछैन मलाई खोइ। 4-5 जना आउँदै हुनुहुन्छ। उहाँ आउँदै हुनुहुन्छ 4-5 जना 5 जना। मैले यहाँ यस्तरी हात हल्लाको बल्ल देखे जस्तो छ है। बल्ल हात उठाए ल। यो माथिबाट
ट्रेन हिँडिरहेको छ अनि यो तलको यो घर छ नि यहाँबाट चाहिँ हामी हाङकाङ बस चढ्न सक्छौँ। हामी आइसकेका छौँ। त्यही भएर हाम्रो यता राखेछ। एक दुईजना आएको वेट टिकट दिइहाल्दो रहेछ। अहिले हामी यस्तै लाइनमा छौँ अनि यही हो यो भित्रबाट चाहिँ हाङकाङ बस चढ्न सकिन्छ। ल सुरु भयो गाइस, सुरु भयो, बस आयो बस। के गर्ने हुन्छ नभए झ्यालतिर झ्यालतिर बसौँ भनेको सबै ट्याग भइसकेको छ यहाँ। यतै बस्नु अब, यतै बस्नु। अनि दिदी सिट छैन झ्यालसाले यहाँ जति बस्छ त्यति जाने अब। हामी दुईजना त यहाँ बस्यौँ, झ्यालतिर चाहिँ प्याक भइसकेछ। एकजना यहाँ आउनु बिचमा परेर केही मजा आएन यार। झ्यालमा पर्नु पर्थ्यो। यस्तो छ है भ्यू झ्यालबाट चाहिँ। उता लोटे टावर, हामी आएको यताबाट हो, त्यहीँबाट अगाडि जान बल्ल दिएछ, अगाडि जान दिएछ यार, अगाडि जानुपर्छ। आऊ अगाडि फोटो खिच्न जानुपर्छ। छम्सिल त छम्सिलै हो, भर्खरै चढेको भर्खरै झर्न पऱ्यो त के भयो, कुरो मिलेन। अनि त्यहाँ एक स्टेसनमै सकियो, कामै भएन त यो त पैसा वसुल भएन क्या, पैसा वसुल भएन। के गर्नु, भर्खरै झर्नु पऱ्यो, मजा आएन। फोटो खिच्न नि पाएन अगाडि गएर, गाह्रो। यो चाहिँ मलाई किन थाहा भयो भने दिदी, यति सस्तो किन लिएछ भनेको त यतिको लागि रहेछ क्या, त्यही भएर 3000। अनि हो कि नै, त्यहाँ गएर पार्किङ भयो यार, एक स्टेसनमा हेर माथिबाट त्यो पुलको जराबाट चढेर आएको होइन, यहाँ एक स्टेसनमा सकिहाल्यो। बेजेत गरेको होइन कि, थाहा भएन क्या, थाहा भएन। फेरि यता जाँदैछौँ हामी। गर्मी चाहिँ अति छ, किराहरू पनि कडेङ कराएको छ होइन। ग्याङहरू अगाडि छ, त्यस्तै छ, ग्याङ छ, दामी छ। आइसक्यो, फोन गरेर बोलाउनु हुनु त तिनीहरूलाई। हाङकाङ बसले 1 घन्टा यहाँ ट्याक्सीमा फोनै जाम छोडेर पाल्थ्यो, यस्तो जाम छ।
वारी र बारी जानलाई हामी ट्याक्सीमा जाममा बसेको हामी छौँ। ट्याक्सीमा हो कि दुईटा ट्याक्सीमा हो तिनीहरू भाग्दिन चढेको ट्याक्सीमा तिनीहरू दिनु दुःख दियो यार हाङगाङ बसले यार 10 मिनट हाङगाङ बस चढेर 1 घन्टा आम्मा ट्याक्सीमा आम्मा जाममा यही पुलको वारिबारी जाममा परेको पऱ्यो भएर फेरि टुक्सम हाङगाङ बस पार्क होइन कि हाङगाङ पार्कमै आइपुग्यौँ। अब फेरि हाम्रो यहाँ ड्राई पिकनिक के छ होइन ठुलै प्रोग्राम छ तर यताबाट जाऊँ न यताबाट तर दामी छ त्यही हो ओके। हाम्रो पिकनिक खाने स्पट यता खोज्दा यता नि थियो थिएन त तर पनि यता फेरि यता पारी जाने रे। यता हाम्रो फोटोग्राफर हुनुहुन्छ तयारी हुँदैछ। ल आजको पार्कको पिकनिक स्टार्ट भयो हाम्रो खानालाई यस्तो छ। मेरो नाङबाट जराब खाएर प्याकिङ हुँदैछ अब फोहोर मैलाहरू। रोटी चाहिँ छुट्टै राख्नु है। खिच्दैन फोटो अब राम्रो आउनु क्या फोटो। यस्तो छ वाटर फाउन्टेसन अहिले के अरे वाटर पार्कको यता मान्छेहरू कति छ है। अहिले चाहिँ शीतल भएर नि हो।